हेलो गाइज, वेलकम टू माई ब्लग। आज चाहिँ हामी धनगढीको शनिबारमा लाग्ने मेलामा जाँदैछौँ। म रोजी अनि लल्लु दिदी अनि भावना दिदी जाँदैछौँ। हामीहरू घुम्न जाँदैछौँ। अहिले कति बजे छ मोटी? मेरो घडीमा 4:58 भएको छ अनि हामीहरू जाँदैछौँ। अब त्यहीँ पुग्यो भने अर्को अपडेट दिन्छौँ। यतातिर रोजी खै हेलो भन्। नाटक नगर्ने काट्ने यार त्यो यू के छ भन्नु भावना दिदी। हेलो गाइस, म माथि भन्दैछु, म पछि त्यो सब अब हामी ऐश्वर्यातिर पुग्दैछौँ। अब ऐश्वर्या पछि पुग्छौँ हामी पार्क मोड, मतलब जेनजी मार्ग। खतरा छ नि यार यहाँ। भर्खर मैले हजुरहरूलाई कुकुर देखाएँ। तिनीहरू यति अमिर कुकुर रहेछन् यार, हामीहरूभन्दा पनि अमिर कुकुर रहेछन् यार। हेर्नु हजुरलाई देखाउँछु। कुकुरलाई हेरि काट्यो त्यो को कुकुर मोटोवाला पनि कालोवाला आउला निक्ल्यो पनि भन्यो। त्यसको त्यति हिम्मत अलि काटोस्। तेरो बिरादरीको होइन त। यी दिदीहरू धेरै टाढा पुग्छ कि यार। स्पाइसी हब देखाउँछु। स्पाइसी हब हेर्नुपर्छ र पैसा छैन। त्यो कुकुरलाई म जहिले पनि सँगै देख्छु। ऊ त्यो वाला कुकुरलाई सधैँ त्यही माथि हुन्छ त्यो स्पाइसी हब। के हेर्नु पऱ्यो स्पाइसी हब सब। यता रमिता मेकअपमा राम्रो पाइन्न केही पनि। लास्टमा त्यसले खच्चड लास्टमा त्यसले हेरेर थाहा हुन्छ। हेर्नु दिनु त कल नहेर भनेको छ र त्यसलाई हो कि नै। सबै बिहेमा जाँदा छ। हामी यहाँ उसमा जाँदा छु, लास्टमा सिद्धिसक्यो भने चाहिँ मेला। अब भन् अब हामी ऐश्वर्या स्कुलको वहाँ पुगे अहिले। त्यसपछि निसर्गपछि जेनजी मार्ग मतलब पार्क मोड पुग्छु। पार्कमा छिटो पुग्ने। ऐश्वर्या एभियन ऐश्वर्या यसको नाम के हो यार? ऐश्वर्या हो कि ऐश्वर्या होला। अब उतै पुगेपछि बनाउँछु भिडियो। अहिले मलाई झ्याउ लाग्यो। हामी पुगिसके मेलामा देख्न सक्नुहुन्छ, तर देखाइदिन्छु। राख्नु अब देखाउँछु हजुरहरूलाई। उतातिर चाहिँ स्टल लागेको छ। हामी यता साइडमा बस्छौँ। अब हेर्नुहोस् यहाँ ठाउँमा ढुङ्गा। यताहरू डक्टर पनि रहेछन्। के को डक्टरहरू भन्छन् यहाँ। अनि यता अरू सामानहरू पनि छन्, होममेड। डलहरू फलहरू धेरै छ। यतातिर खानेकुराहरू पनि छ। फोटोसोटो खिचिसकेर चाहिँ अब हामी केही खान जाँदैछौँ। आज कति गते? 13 गते शनिबार। यतातिर त्यो मोमबत्ती जलाएको छ, जलाएको थाहा छैन। हेर्नुहोस्
कसैले सकिने छैन मनुष्यका केही बुझाउने रङको मेरा कृष्णजी सताउना चौला मथुरा कमला वृन्दावन मेरा कृष्ण भगवानको त लगा छन् है हामीहरू भर्खर चाहिँ 20 को पकौडा अनि 30 को चटपट खाएर आएँ जो कि यति खत्तम थियो तर यति कम पनि थियो मिठो पनि थिएन। अब हामी झोल चाउमिन खान्छौँ अब घरमा खान्छौँ कि यहाँ खान्छौँ थाहा भएन प्याक गरेर लग्छु कि के गर्छु थाहा भएन किन्ने चाहिँ हो सो अब त सधैँ कपडामा आउने जाने जान लाग्छ सायद टेक्वान्डो खेलेपछि त मेरो भ्लगहरू चाहिँ हल्का ढिलो हुन्छ त्यति खास दिन मेरो जान्न मतलब के भनेर भ्लग बनाऊ बिहानको 8:30 मा म स्कुल जान्छु त्यसपछि 4 बजी घर आउँछु त्यसपछि हल्का होमवर्कसम्म गर्नु पर्यो राति परिहाल्छ पढ्नु पर्यो पढ्न त मलाई बिहान पढ्छु पढ्नु पर्यो अनि चाहिँ हाम्रो घरमा एउटा बिल्लो ल्याएको छ त्यो बिल्लो पनि हाम्रो घरमा एउटा बिल्लो ल्याएको छ त्यो बिल्लो पनि देख्नुहुन्छ है हजुरहरूले अब घर पुगेपछि गर्दा हुन्छ होला है त्यसैले घर पुगेपछि हेरौँला है हामीहरू निसर्ग पुगे जानुमा चाहिँ यति मोटो लगाएर पनि यार त्यो मेला त त्यति खास त थिएन होइन तर भजन राम्रो थियो लपस्टेरी पुगे निसर्ग र लपस्टेरी सँगसँगै रहेछन् ऐश्वर्या बन्नी हामी पुगिसके अनि हाम्रो बन्नी यी हाम्रो बन्नी हेलो भन्दै त हेलो हेलो भयो बाई बाई